अहिले चाहिँ यो हाम्रो माकलबारी सानो पुलमा चाहिँ पुलिस स्टेसनबाट बाइकहरू झिकेर अनि पुलिस स्टेसनै जलाइदिएको छ नि। यहाँ म तपाईहरुलाई चाहिँ पुलिस स्टेसन देखाउँछु है नि। माकलबारीको यो माकलबारीको पुलिस स्टेसन हो। यहाँको पुलिस स्टेसनको हालत यस्तो छ अहिले चाहिँ। यहाँ दाइ सबै उडाएको हो यस्तो छ पुरै पुलिस स्टेसनको हालत। बाइकहरू सबै जलाइदिइसकेछ नि यहाँ चाहिँ। अनि म तपाईलाई यहाँबाट भित्र देखाउँछु है। भित्र हेर्नु यो पुलिस स्टेसनको हालत चाहिँ यस्तो भएको छ। तिमीले नि हान्दै फोड्दै हो के छ ल पुलिसको टोपी ल भाइहरूले ल भाइहरूले सबै उडाइदिएको छ नि यहाँ चाहिँ है। यो पुलिस स्टेसनको हालत चाहिँ एकदम खतम भएको छ यहाँ। खास चाहिँ यो जलाउन खोजिएको हो तर यो ट्रान्समिटरले गर्दा यहाँको चाहिँ यो ट्रान्समिटरले गर्दा चाहिँ यो पुलिस चौकी चाहिँ जलाउन पाएन। किनभने ट्रान्समिटर जल्यो भने त सबै आगो लाग्छ नि त। त्यसैले चाहिँ अहिले यो पुलिस स्टेसन मात्रै जलाइएको छ। तपाईहरुलाई चाहिँ आजको ताजा न्युज देखाउँछु। पुरै बाइकहरू सबै जलाइसके। हाम्रो पुलिस स्टेसनको हालत चाहिँ यस्तो छ एकदम खराब। भित्ता जति सबै फोडिएको छ यहाँ चाहिँ। यो पुलिस चौकी चाहिँ मेन जलाउने कुरा भएको थियो। अनि त्यसमा चाहिँ के भन्नु ट्रान्समिटरले गर्दा चाहिँ जलाइएन। हेर्नु यहाँ तपाईको बाइकहरूदेखि लिएर सबै जलाइएको छ अहिले। यो चाहिँ आजको गोकर्णेश्वर माकलबारीमा घटेको घटना हो। आन्दोलन है जेनजीको आन्दोलन हो। एकदम कडा आन्दोलन हो। हेर्नु मान्छेहरू चाहिँ यति धेरै छन् यहाँ। जेनजीको आन्दोलन चाहिँ एकदम डेन्जर रूप लिएको छ। अलि टाढा बस्छौ पड्किँदैछ ल। हेर्नु अहिलेको नयाँ पुलिस ल ब्याट्री सेटी सब उठाइदियो नि बाइकको। माइकको सबै ब्याट्रीहरू उठाइदिइसके। यहाँ म चाहिँ तपाईँलाई भित्रहरू देखाउँछु। यहाँ खै पुलिस चौकीको हालत चाहिँ यस्तो भएको छ हेर्नु है। म तपाईँलाई सबै देखाउँछु यहाँको पुलिस चौकीको हालत के छ। हेर्नु यहाँ सिसाहरू सबै फोडिदिएका छन्। कतिवटा बाइक बाँकी छ ल अहिले हाम्रो अवस्था यहाँ आगो लायो ल। सुर्ती पुलिस चौकीभित्र सुर्ती पनि भेटेको छ। हेर्नु ल सुर्ती खाने मान्छेले बाड्यो ल। सुर्ती खाऊ। नेपाल पुलिस मुर्दाबाद। त्यही भएर भिडियो बनाइरहेको छु क्या यहाँ। ठिकै छ सबै सामान यहाँबाट पुरै निकालिसकियो। झन्डी बुर्जा पनि दसैँमा खटखटे खेलाउनलाई हो। ल हेर्नु पुलिस स्टेसन एकदमै है एकदमै गम्भीर अवस्था छ यहाँको चाहिँ। अहिले पुरै सिसा छ यहाँ पुरै फुटेछ। हेर्नु अवस्था यो पुलिस चौकीको अवस्था हो। पुलिसहरु सब भागिसक्यो।